हेलो साथीहरू, स्वागत छ मेरो यो मिनी भ्लगमा। आज हामी वालिङ बजारतिर झर्दैछौँ साथीहरू, भर्खर गाउँदेखि। र बाटोमा यहाँलाई हामी भएका गतिविधिहरू जानकारी दिइरहनेछौँ। साथीहरू सपोर्ट गर्नुहोला, हेरिराख्नु होला है त। भाइ अगाडि हिँड्दैछन्, भर्खर हिँडेर जाने हो साथीहरू। कति बेला पुग्छ? 11 बजे हिँड्दैछ हौ साथीहरू बल्ल। हाम्रो गाउँ पारी साथीहरू, हामी यो गाउँदेखि पल्साको बिच बाटोमा आइपुगेछौँ। हेर्नु साथीहरू, 4-5 लाखको बाटो खन्यो। यस्तो बिजोग छ यी साथीहरू, हेर्नुहोस्। क्यार्नु फेरि यही बाटोलाई सफाइ गर्न कति खर्च लाग्ने हो। हेर्नुहोस्, बाटोको हालत यस्तै छ साथीहरू। झर्दै हामी यहाँ आइपुगेछौँ। हेर्नुहोस् है साथीहरू, यस्तो ठाउँमा पनि झरिरहेको छ। बल्ल राम्रो सहज बाटो आयो है साथीहरू। मोटारको बाटोमा आयो है, मोटार। सिमल चौपरी राक्से बजार पनि आइपुगेछौँ साथीहरू। होला यता टेम्पो पनि छ। राक्से बजारसम्म पनि पिच भएको छ साथीहरू, हेर्नु होला। दामी छ बाटो पनि। र टेम्पोमा चढेछौँ साथीहरू। हेर्नुहोस् है, सिमल चौपरीदेखि मिठो मेरो जलानी मिठो चाहियो, महँगो बसाएको चाहियो। बाबु मिठो भन्दा नि मिठो पनि हुन्न त, धेरै राखेको त। ल वालिङ बजार पनि आइपुगेछौँ। फाइनली आइपुग्यो साथीहरू। भिडियो हेरेर सपोर्ट गर्नु होला।